रारा ताल जाँदैको यो दृश्य सो ब्युटिफुल एकदम एमेजिङ खालको छ होइन राम्रो छ यहाँ सबैजना एकचोटि भिजिट चाहिँ गर्नु होला भन्ने चाहन्छु यो चाहिँ मुगु जिल्लामा पर्छ अनि अलिकति पहाडको बाटो विकट भए नि ठिक छ तर राम्रो छ सेफ्टी नै आइन्छ लगभग भन्छु म होइन यहाँको बाटोलाई त्यति नराम्रो भन्दिनँ अब पहाडको हो नि त पहाडको बाटो त्यसमाथि नि विगत क्षेत्रमा यतिको बाटो हुनु भनेको ठिकै नि जस्तो लाग्छ मलाई है अब यो चिसो भएर होला सायद पुरै यो सल्लाहरुको दुबी सल्लाह मात्रै छ देख्न सक्नुहुन्छ तर कत्रा अमेजिङ देख्छ है देख्न चाहिँ यो सायद कमै यो सबै मान्छेहरुलाई यहाँ आउनु पर्छ एकचोटी भन्छु है म फेरि किनभने यहाँ आयो भने छुट्टै हुन्छ के यो मन नै कति हर्षित हुन्छ के त्यति हर्षित हुन्छ यो चिसो कुल वातावरणमा मन्द मन्द चराहरूको आवाजमा हैन धेरै राम्रो छ के अब हामी पुरै राराको यो बाटोमा हिँडिरहेको छ अहिले अब त्यहाँ थोरै मात्रामा तल हामी त्यो सलेरी भन्ने त्यहाँनिर होटलमा खाना खाएर हामी माथि हिँडिसकेको हो हिँडेर यो अब रारा थोरै मात्र हिँड्नुपर्छ लगभग समथिङ 1 किलोमिटर हिँड्नुपर्छ अनि 1 किलोमिटर हिँड्ने क्रममा हामी अहिले हिँडिरहेको छ बाटोमा मस्तसँग बाटोमा हिँडिरहेको छ भनौँ राम्रो छ तर म चाहिँ सो ब्युटिफुल भन्छु ल धेरै दिनको दुःख गरेर आएको हामी पनि हैन राइडमा आएको बाइक राइड गरेर आएको हैन तर जोस कठिनाइहरू धेरै भोगेको हामीले हैन कति ठाउँ त हामीलाई बाइक लिन तानेर कति गाह्रो भएर हैन अब गाह्रो भइरहेको थियो नि त हैन हामीलाई त्यो गाह्रो पल पनि गाह्रो नभएको जस्तो महसुस गरेर हामी लगभग यहाँसम्म अब रारा पुग्ने र रारा ताल हेर्ने भनेर मन मानेर त्यहाँसम्म हिँडिरहेको छ हामी हैन गाइज मैले यो टुरसम्म राइड गर्दा मैले के अनुभव गरेँ भने अलिकति बाटोहरू केही पर्याप्त मात्रामा राम्रो बनाइदिए हुन्थ्यो भन्ने खालको चाहिँ म भन्छु हैन थोरै मात्रामा अलिकति सरकारको ध्यान त्योप्रति आकर्षण होस् भनेर भन्न चाहिँ चाहन्छु म हैन अनि अब अगाडितिरको दृश्य नि हेर्न चाहन्छु हेर्नुहोस् हैन हेर्न अलिकति सरकारले केही गरिदियोस् मुगु जिल्लामा यति राम्रो रोमणीय वातावरण र यति रोमणीय ठाउँमा यो राराताल भएको ठाउँमा हैन यस्तो रमाइलो पलमा यो लगभग म भन्छु कि यहाँ आउँदा बेला कुनै पनि दुविधा अप्ठ्यारो महसुस नभइकन हैन राम्रै पलले आउनु पायो भने नेपालको जुनसुकै मान्छे पनि आउन चाहन्छ के अलिकति भन्छु म हैन सबले भिडियो हेर्छ हैन अनि भिडियो हेरेर टाढाको बाटो छ नि त अप्ठ्यारो छ भनेर हिँड्छ के छोड्छ तर म भन्छु सकेसम्म हार नमान्नुहोस् है त्यही भन्छु म तपाईहरुलाई सकेसम्म चाहिँ हार चाहिँ नमान्नुहोस् यहाँ आउँदा कठिनाइ जति हुन्छ नि त्यति तपाईँ रारा पुग्नु हो भने त्यति नै तपाईँलाई लगभग म भन्छु त्यति नै तपाईँलाई हर्षको खुसी हुन्छ क्या हर्षित हुनुहुन्छ लगभग त्यो नै तपाईँलाई खुसी हो नि त होइन खुसी भन्नुभयो भने चाहिँ तप्पो राम्रो देख्छ नि त होइन अनि त्यही भएर आउनुहोस् हामी राराको चाहने क्रममा हामी अगाडि बढिरहेको छ होइन त्यही भएर मैले त्यही कारणले ब्लग बनाइदिएको होइन रारा भन्नुहुन्छ नि त रारा कस्तो थियो कस्तो खालको थियो नि त भनेर भन्दाखेरि कस्तो थियो बाटो सबै कुरा दृश्य मैले एकता कलेक्सन गरेर मेरो मेहनतमा कलेक्सन गरेर जम्मा गरेर अगाडि बढाइरहेको छु होइन अब लगभग हामी त नजिक आइपुग्ने बेला भयो कि कस्तो चाहिँ मलाई महसुस भइरहेछ होइन त्यही भन्न चाहन्छु लगभग आइपुग्न लाग्यो जस्तो छ यो काठको थोरै पुल रहेछ तर रमाइलो छ तर यो काठको पुल नि एकदम नाइस भन्छु मेहनत गर्नु भएको थियो होला सायद यहाँ तर आर्मी ब्यारेक छ आर्मी ब्यारेकको अब त्यहाँबाट पनि केही सहयोगहरू आयो होला होइन अनि त्यसपछि अरू अब स्थानीयहरूबाट पनि सहयोग आयो होला सायद म त्यही नि भन्छु होइन थोरै यहाँ चाहिँ केही बाटो ढलान गरिएको देखियो
थोरै थोरै भयो नि ल यहाँ चाहिँ ढलान रहेछ यति भयो नि केही अलिकति भयो नि हो कि चाहिँ भन्ने जस्तो महसुस लाग्यो होइन मलाई सो रमाइलो गर्दै घुम्दै नाच्दै एमेजिङ मौसमहरू हेर्दै जाने हो हामी होइन यहाँ चाहिँ लगभग केही थोरै परिवर्तन परिमार्जित आएको हो कि भन्ने सोचिरहेको छु तपाईँहरूलाई भिडियो अलिकति लामो हुनसक्छ होइन सबै भिडियो अन्तिमसम्म हेर्नु होला मैले राराताल पुगेको सम्मको भिडियोमा हाल्ने नै छु राराताल यहाँसम्म छ भनेर नि हाल्नेछु होइन त्यही भएर टक्क हो सो कुल वातावरण वा मन्द टक्क डिप सास लिँदा पनि के आनन्द आउँछ कि होइन यस्तो वातावरण हेर्नु नदेख्न सक्नुहुन्छ तपाईँहरू यस्तो वातावरण कसैलाई पो रमणीय गर्न मन लाग्दैन र रमाउनु मन लाग्दैन होला भन्ने सोध्छु कि म यस्तो डिप सास लिँदा नि वाह सो नाइस के नाइस वाउ गुड जो सो लुक देख्नुहुन्छ जो ओ रारा ताल नि हाम्रो हामी देखिसकेको छौँ है हामीले राराताल देखिसकेको छौँ हेर्नुहोस् ए त्यहाँ च्याङ्रा भेडाहरू चलिरहेको छ राराताल हामीले देखिसकेको छ गाइज देख्नुहुन्छ ओ सो नाइस सो ब्युटिफुल औ छुट्टै मलाई कस्तो छुट्टै आनन्द फिल भइरहेको छ क्या यहाँ जब म आइपुगेँ यो क्षेत्रमा आइपुगेँ ल हेर्नुहोस् यहाँ यता हेर्नुहुन्छ भने होइन माथि टक्क जङ्गलले भरिपूर्ण जग्गा हेर्नुहोस् है मैले बिस्तारै सबै देखाइरहेको छु टक्क ताल हेर्नुहोस् ल राराताल वाउ यही हो के इमेजिङ यो त यस्तो पहाडको दुई बिचमा हेर्नु न मैले तपाईँलाई फेरि मैले घाइ जङ्गलबाट देखाएँ होइन यो जङ्गलको हेर्नु यो माथि पहाडको डाँडो छ होइन त्यहाँ त्यो डाँडाबाट हेर्नुहोस् त्यो डाँडाबाट लिएर त्यो पारी डाँडो होइन डाँडो हुँदै आयो होइन डाँडा हेर्नु डाँडा अनि त्यहाँ तल गहिरामा ताल हुनु भनेको इमेजिङ के लगभग यो नसोचेकै कुरा हो जस्तो चाहिँ मलाई फिल हुन्छ होइन हो जस्तो पनि लाग्छ मलाई यसो हेर्छु र होइन राराताल यो खतरा नै हो क्या यत्रो डाँडाहरूको बिचमा टक्क रारा ताल हुनु बिचमा यति ठुलो पानीको मुहान हुनु भनेको लगभग म यसलाई खतरा नै भन्छु राम्रो भन्छु होइन तपाईँहरू भिडियो लामो हुनसक्छ होइन म तपाईँहरूलाई टक्क हिँडिरहेको छु अझै देख्नु तपाईँहरूलाई रारातालको त सबै चिजहरू यहाँबाट देखिसक्यो राराताल भनेर त त्यो राराताल नै हो तर रारातालको सुरुको मेनमा त्यहाँ भोटिङ गर्ने ठाउँ अब यहाँ आइसकेपछि हल्का भोटिङहरू भयो भने भोटिङ गर्ने ठाउँ कता छ त भनेर तपाईँलाई म अगाडि हिँडिरहेको छु तपाईँहरू अन्तिमसम्म भिडियो हेर्न चाहिँ छुट्याउनु भएन है गाइज सबैभन्दा हजुरले भिडियो हेर्न छुट्याउनु भयो भने चाहिँ तपाईँहरूलाई गाह्रो हुन्छ थाहा हुँदैन नि तपाईँहरू अब जस्तो कुनै ठाउँबाट आउनुभयो भने तपाईँले भिडियो हेर्नुभयो भने ठ्याक्क थाहा हुन्छ नि तपाईँहरूलाई ओ यहाँ रहेछ है ल थोरै यहाँ चाहिँ अब ग्राभेलको महसुस गरेँ मैले धेरै छैन थोरै छ अलिकति यो सायद बन्दै होला यो के कारणवश रोकेको होला सायद अब के भयो अब के भयो यसको बारेमा अब थाहा छैन तर पनि अलिकति ग्राभेल जस्तो महसुस गरेँ मैले ग्राभेल छ भने चाहिँ म भन्छु यस्तो पर्टिकै ठाउँ होइन यस्तो राम्रो ठाउँलाई सकेसम्म लगभग के सरकारले राम्रो गरिदियोस् सरकारले के हेरोस् भन्न चाहिँ खोज्छु म किनभने त्यसमाथि नै कर्णाली प्रदेश भनेको एउटा विकट क्षेत्र हो विकट क्षेत्र भनेर पनि आज मुगु जिल्ला झन् विकट क्षेत्र कि विकट क्षेत्र भन्नु मिल्दैन त्यसलाई विकट जिल्ला कि होइन यो विकट जिल्लामा यति राम्रो वातावरणको ठाउँमा होइन यस्तो हुनु भनेको सोचेकै कुरा हो जस्तो चाहिँ मलाई फिल हुन्छ होइन हो जस्तो पनि लाग्छ मलाई यसो हेर्छु र होइन राराताल यो खतरा नै हो क्या यत्रो डाँडाहरूको बिचमा टक्क रारा ताल हुनु बिचमा यति ठुलो पानीको मुहान हुनु भनेको लगभग म यसलाई खतरा नै भन्छु राम्रो भन्छु होइन तपाईँहरू भिडियो लामो हुनसक्छ होइन म तपाईँहरूलाई टक्क हिँडिरहेको छु अझै देख्नु तपाईँहरूलाई रारातालको त सबै चिजहरू यहाँबाट देखिसक्यो राराताल भनेर त त्यो राराताल नै हो तर रारातालको सुरुको मेनमा त्यहाँ भोटिङ गर्ने ठाउँ अब यहाँ आइसकेपछि हल्का भोटिङहरू भयो भने भोटिङ गर्ने ठाउँ कता छ त भनेर तपाईँलाई म अगाडि हिँडिरहेको छु तपाईँहरू अन्तिमसम्म भिडियो हेर्न चाहिँ छुट्याउनु भएन है गाइज
सबैभन्दा हजुरहरूले भिडियो हेर्न छुटाउनु भयो भने चाहिँ तपाईँहरूलाई गाह्रो हुन्छ। थाहा हुँदैन नि तपाईँहरू अब जस्तो कुनै ठाउँबाट आउनुभयो भने तपाईँहरूले भिडियो हेर्नुभयो भने ठ्याक्क थाहा हुन्छ नि तपाईँहरूलाई ऊ यहाँ रहेछ है भन्नु। ल थोरै यहाँ चाहिँ अब ग्राभेलको महसुस गरेँ मैले, धेरै छैन, थोरै छ अलिकति। यो सायद बन्दै होला, यो के कारणवश रोकेको होला सायद। अब के भयो के भयो यसको बारेमा अब थाहा छैन, तर पनि अलिकति ग्राभेल जस्तो महसुस गरेँ मैले। ग्राभेल छ यहाँनिर चाहिँ। अनि म भन्छु यस्तो पर्टिकै ठाउँ होइन, यस्तो राम्रो ठाउँलाई सकेसम्म लगभग केही सरकारले राम्रो गरिदियोस्, सरकारले के हेरोस् भन्न चाहिँ खोज्छु म। किनभने त्यसमाथि नि कर्णाली प्रदेश भनेको एउटा विकट क्षेत्र हो। विकट क्षेत्र भनेर पनि आज मुगु जिल्ला झन् विकट क्षेत्र कि, विकट क्षेत्र भन्न मिल्दैन त्यसलाई, विकट जिल्ला कि होइन। यो विकट जिल्लामा यति राम्रो कुल वातावरणको ठाउँमा होइन यस्तो हुनु भनेको नोटा जब के जोके नोटा जब सो नाइस। सायद जङ्गल जनावरको के आवाज होला, माथि आवाज आइरहेछ। एकजना बुवा आइरहनु। बुवा अब त्यहाँ तालसम्म जान कति लाग्छ लगभग टाइम? त्यहाँ तालसम्म जान कति टाइम लाग्छ लगभग? तालमै जानु ताल हजुर तालको निकास हजुर आधा घन्टा भाइ ए हो ए हस् बुवा हस्। ल यहाँ लगभग मैले बुवालाई जङ्गल जनावरहरूको केही हुन्छ नि। अब कहिले त एक्लै नै राइड आउनु पर्न सक्छ, एक्लै राइड आएर अनि एक्लै यो जङ्गलको बाटो यात्रा गर्दा होइन अब कतिको सेफ्टी छ त भनेर मैले भनिदिएको होइन। छैन अरे त्यस्तो कहिले काहीँ बुवाले भन्नुभयो कहिले काहीँ भालुहरू आउन सक्छ भन्नुहुन्छ, त्यो सामान्य कुरा हो। अब त्यो कहिले कसो अपोजिट नत्र अरू कुनै जङ्गल जनावरको असर नै छैन अरे। राम्रो छ र तपाईँहरू सेफ्ली नै आउनुहुन्छ, सेफ्ली नै आउनुहुन्छ, त्यसको लागि छुट्टै नै छ तपाईँले। लगभग म भन्छु यो म धेरै लामो क्रममा हिँडिरहेको छु कि होइन, लामै भइसक्यो भिडियो। अब 11 मिनट पुगिसक्यो अरे क्या भिडियो। अब तपाईँहरूलाई तालसम्मको बाटो मैले देखाउनु पर्ने हुन्छ अब, किनभने ओल्क हिँडिरहेको छु। घोडामा नि आउनु मिल्छ है साथी, यो घोडामा नि आउनु मिल्छ। म चाहिँ भिडियो बनाउने भएको कारणले गर्दा घोडामा भन्दा बेटर हिँडेर हुन्छ भनेर चाहिँ म हिँडिरहेको हो होइन। रारा को हेर्नुहुन्छ? रारा यो रारा देख्न सक्नुहुन्छ। अनि लगभग नजिक आइसक्यो हामी। समथिङ धेरै नै नजिक आइसक्यो जस्तो लाग्छ मलाई चाहिँ होइन। सो कुल, सो अमेजिङ, सो वन्डरफुल टाइम एन्ड बेटर एन्ड देन लक, यति नै भन्छु। राम्रो एरियामा यति राम्रो ठाउँमा यस्तो बन्नु भनेको एकदम राम्रो के है। अब मैले चर्चा गरेँ, यति चर्चा गरिदिएँ होइन, त्यही पनि तपाईँहरू फेरि आउन सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ, तपाईँहरूले आफैले मनोनित गर्न सक्नुहुन्छ। सायद अब के भन्छ यो चाहिँ यहाँ आउँदाखेरि चाहिँ तपाईँहरू 12 बजेभन्दा पहिले नै आइसक्नु पर्छ है। भोटिङ गर्ने हो भने 12 बजेभन्दा पछाडि चाहिँ यहाँ हावा चलेर यो पानीको छालहरू धेरै आउने भएको कारणले गर्दाखेरि अलिक भोटिङ गर्न गाह्रो हुन्छ अरे भनेर मैले स्थानीयहरूबाट र यो जुन भोटिङ गराउने त्यहाँ भोटिङको बस्नुहुने उहाँलाई अब ऱ्याफ्टिङहरू गराउँदाखेरि ऱ्याफ्टिङ हुन्छ नि, त्यो माउती अब हात्तीको माउती हुन्छ नि त्यस्तै खालको कि। अब मलाई ठ्याक्क भन्न आएन यही हो भनेर होइन, तर ऱ्याफ्टिङ त्यहाँ उहाँहरूबाट थोरै मैले जानकारी लिएको थिएँ पहिल्यै। अनि त्यो जानकारीले गर्दाखेरि मैले तपाईँहरूलाई यो बारेमा पनि भनेँ होइन। रमाइलो छ होइन, त्यो भोटिङ भइरहेको रहेछ। बस सायद हिँड्न चाहिँ समथिङ लगभग तपाईँलाई 1 किलोमिटर भनेको 1.5 किलोमिटर जति छ कि जस्तो मलाई चाहिँ लाग्छ है। तर भन्नु चाहिँ एउटा 1 किलोमिटर जति भन्नुभएको थियो, तर मलाई चाहिँ अलिकति यहाँ हिँड्दा 1.5 किलोमिटर जति हो कि जस्तो महसुस चाहिँ भयो समथिङ।
त्यो त खासै थाहा भएन तै पनि अब केही हाम्रो केटाहरू पनि आछ आउन त होइन म एक्लै आएको चाहिँ होइन परबाट आउँदैछ त्यो केटाहरू सबै आउँदैछ त्यो हाम्रै ग्रुप हो म चाहिँ थोरै भिडियो बनाएर अगाडि अगाडि हिँडिरहेको थिएँ सारा हेर्न सक्नुहुन्छ जङ्गल वाउ के सो ब्युटिफुल के यहाँ आउन नै ठुलो कुरा भन्छु कि म त हेर्नु न यसो हेर्नु सुन्दर वातावरण चटक घाम लागेको मन्द मन्द चिसो हावा योभन्दा अझ के चाहियो क्या होइन ल गाइज भिडियो यति समय भयो त्यो भोटिङ गर्ने ठाउँ चाहिँ आइसक्यो है गाइज यहाँ देख्न सक्नुहुन्छ यति नै रहेछ होइन